हेलो नमस्ते, म डाक्टर अमित। आज हामी एउटा अत्यन्त महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ। आज हामी कुरा गर्दैछौँ हार्ट एट्याक, जसलाई मेडिकल भाषामा मायोकार्डियल इन्फार्क्सन अथवा एमआई पनि भनिन्छ। धेरै मानिसहरूलाई के लाग्छ कि हार्ट एट्याक अचानक हुन्छ र कुनै सङ्केत दिँदैन, तर वास्तवमा हार्ट एट्याक हुन अघि हाम्रो शरीरले धेरै सङ्केतहरू दिन सक्छ। अब यो बुझौँ कि हार्ट एट्याक भनेको के हो। हाम्रो मुटु भनेको एउटा मांसपेशी हो र शरीरको अन्य अङ्गहरू जस्तै हाम्रो मुटुलाई पनि अक्सिजन र पोषण चाहिन्छ र यी पोषण अक्सिजन मुटुसम्म पुर्याउने काम कोरोनरी आर्टरिज अर्थात् मुटुको रक्तनलीहरूले गर्छन्। समयसँगै उच्च रक्तचाप, धुम्रपान, मधुमेह जसले हामी डायबिटिस पनि भन्छौँ, त्यसै गरी धेरै बोसोयुक्त खाना, तनाव, मोटोपन, एक्सर्साइज नगर्ने बानी, त्यसै गरी हाई कोलेस्ट्रोलका कारणहरूले गर्दा यी रक्तनलीहरूमा बोसो गएर त्यहाँ जम्न थाल्छ र त्यो बोसो जमेको अवस्थालाई हामी मेडिकल भाषामा एथेरोस्क्लेरोसिस भन्छौँ। यसलाई यसरी पनि बुझ्न सकिन्छ, जसरी पानीको पाइपभित्र फोहोर जम्दै जाँदा पाइप साँघुरो हुँदै जान्छ, त्यसरी नै रक्तनलीहरूमा यदि बोसो गएर जम्न थालेपछि रक्तनलीहरू पनि साँघुरो हुँदै जान्छन्। अनि जब त्यो रक्तनलीहरू साँघुरो हुन्छन् त्यतिखेर हाम्रो मुटुले पर्याप्त मात्रामा अक्सिजन या पोषण पाउन सक्दैन। अब यस अवस्थामा बिरामीलाई छाती दुख्ने समस्या हुन सक्छ, जसले हामी एन्जाइना पेन पनि भन्छौँ। अनि यो एन्जाइना पेन प्राय गरेर हिँड्दा, भर्याङ चढ्दा, दौडिँदा या तनाव हुँदा या शारीरिक मेहनत गर्दाखेरि धेरै जसो पाइन्छ र यो एन्जाइना पेन तपाईँले रेस्ट गरेपछि वा एउटा मेडिसिन खाइसकेपछि कम हुन जान्छ र यसले मुटुमा रगत कम पुगिरहेको सङ्केत दिन्छ। तर एक दिन त्यो बोसोको तह अचानक फुट्न सक्छ अनि जब त्यो फुट्छ शरीरले त्यसलाई चोट लागेको जस्तो सम्झेर त्यहाँ क्लट अर्थात् रगतको थक्का बनाउन थाल्छ र यो क्लटले रक्तनलीलाई पूर्ण रूपमा या इन्कम्प्लिट रूपमा बन्द गर्न सक्छ हाम्रो त्यो रगतनलीलाई। र यदि हाम्रो मुटुको रक्तनली पूर्ण रूपमा बन्द भयो भने मुटुको ठुलो भागमा रगत पुग्न बन्द हुन्छ र यो अवस्थालाई हामी एस्टेमी अर्थात् एसटी एलिभेसन मायोकार्डियल इन्फार्क्सन भन्छौँ। र यो एस्टेमी भनेको तपाईँको हार्ट एट्याकको एउटा गम्भीर टाइप हो र यसलाई तुरन्त उपचार गर्नुपर्ने एकदमै आवश्यक हो। तर यदि त्यही रक्तनली पूर्ण रूपमा बन्द भएको छैन, इन्कम्प्लिट बन्द भएको छ, आधी बाटो खुल्ला छ भनेपछि त्यसलाई हामी नन एस्टेमी भनेको नन एसटी एलिभेसन मायोकार्डियल इन्फार्क्सन भन्छौँ। यो पनि एउटा एकदमै सिरियस खालकै मायोकार्डियल इन्फार्क्सनको टाइपमा पर्छ र यो दुवै एस्टेमी होस् या नन एस्टेमी होस्, यो दुइटै इमर्जेन्सी कन्डिसन हो र तुरन्त बिरामीले अस्पताल जानुपर्ने हुन्छ।